Hello everyone, welcome back to my new video. आज हामी फेरि आइसकेका छौँ एउटा नयाँ भिडियोको साथमा र आज चाहिँ म देखाउँदैछु है हाम्रो आज दिनभरिको काम के रहन्छ भनेर है। हाम्रो चाहिँ अब मकै खनिसकेर पनि कोदो रोप्ने काम सुरु भइसकेको छ है। हाम्रो कोदो रोप्न चाहिँ बाबा, मम्मी, दिदी र अरु दुईजना आउनुभएको छ। मेलामा गइसक्नु भएको छ है। मैले चिया खुवाएर नि पठाइसकेँ। अब चाहिँ म खानासाना बनाउँछु नि। हजुरहरूलाई हामीले कति कोदो रोप्यौँ, अब कति रोप्न बाँकी छ देखाउने नै छु, हेर्दै गर्नु होला। हामीले चाहिँ यो गह्रोमा चाहिँ कोदो रोपेनौँ किनभने हामीले यसमा चाहिँ तरकारीहरू लगाउनु पर्ने हुन्छ, बोडी सिमी है। त्यही हामी चाहिँ यसमा लगाएनौँ। फोटीमा अनि अर्को ठुलोमा चाहिँ हामीले रोपिसक्यौँ है कोदो। अनि त्यसपछि गएर यो गह्रोमा हामीले रोपिसक्यौँ। अब चाहिँ हाम्रो उता गोठतिरको बारी मात्र छ है। अरू चाहिँ हामीले रोपिसक्यौँ। हामीले चाहिँ उताको बारी सँगसँगै यताको बारी पनि यति आधा अस्ति नै रोपिसकेका थियौँ। यहाँसम्म चाहिँ हामीले अस्ति नै रोपेका थियौँ र यहाँबाट चाहिँ हामीले आज बिहानमा रोपेको हो है। यो सबै बारीमा रोप्ने है साथीहरू हाम्रो कोदो चाहिँ। यहाँ चाहिँ रोप्दै हुनुहुन्छ कोदो है। ल हाइदिनु त ल। गाउन दिदीको स्वर राम्रो छ भाइ। दिदी गाउने आउँदैन। नाटक पार्नु भयो क्या। त्यसको त कहाँ आउँछ त। असारको पो आउँछ। बाह्र आउँछ नि साले। असारको पो आउँछ हो नि। सबिनाले असार के कमलले असारको पो आउँछ। सानो छ के हुन्छ। यहाँ गाउँदैनन्। ल गाम गाउँ भन्छ गाउँ। दिदी बिउ खानु न मुठी। आउन मलाई। आउँछु। जाऊ आऊ एकदिन। जाऊ कम दिदी ल्याऊ। ल सुरु अरे। के भन्नु? बाल चाहिँ उता खन्न आउनु भएछ। हाम्रो बिउ चाहिँ यत्रो भएछ है साथीहरू। दिदी बहिनीले काटेको हो बिउ। यति हो अनि उता बारे खन्दै हुनुहुन्छ। मैले चाहिँ चिया दिएर नि आइसकेँ। अब चाहिँ म भैँसीलाई कुरो दिन्छु, त्यसपछि म कपडा धुन्छु अनि हामी फेरि भेट्नेछौँ। तर त्योभन्दा अगाडि चाहिँ के अरे कपडा धुनु र भैँसीलाई कुरो दिनुभन्दा अगाडि चाहिँ म दिउँसोको खाजाको लागि चाहिँ पिठो भिजाउँछु। यो चाहिँ गहुँको पिठो हो है साथीहरू। कोहीले चाहिँ साथीहरू गाउँको रोटी गाउँको पिठो खायो भने चाहिँ मुटु पोल्ने भन्ने हुन्छ है। मुटु पोल्ने भन्ने हजुरलाई थाहा छ होला। मुटु पोल्ने भन्ने हुन्छ। यदि त्यो मुटु नपोल्ने गरेर यसको रोटी खाने हो भने कसरी खान सकिन्छ भन्दाखेरि हामी चाहिँ दिउँसो यसको खाजा खानु छ भने चाहिँ हामीले बिहानबाटै पिठो भिजाएर राख्ने। अनि त्यसपछि अब घिउ हुन्छ अथवा तेल हुन्छ, त्यसमा चाहिँ मजासँग फर्काइ राम्रोसँग रातो हुने गरी पकायो भने चाहिँ यसको पिठोले चाहिँ मुटु पोल्दैन कि, यसको रोटीले चाहिँ मुटु पोल्दैन कि। त्यो पकाउने पनि तरिका हुन्छ है साथीहरू। यदि यसको पकाउने तरिका जान्यो भने चाहिँ यो खाँदाखेरि चाहिँ यसको पिठो अथवा रोटी खाँदा चाहिँ मुटु पोल्दैन। मैले चाहिँ राम्रोसँग भिजोस् भनेर चाहिँ यता
प्लेटले टोपेर राखेकी छु। यसो गरेर चाहिँ रोटीहरू भिजाएर राख्यो भने चाहिँ रोटीहरू फुल्ने मजाले पाक्छन् के एकदम नरम नरम हुन्छन्, चाम्रा हुन्छन्, मिठा हुन्छन् के साथीहरू। त्यही भएर भिजाएर राख्यो भने अझ फाइदा हुन्छ हामीलाई चाहिँ है। त्यही भएर चाहिँ मैले छिटो भिजोस् भनेर चाहिँ प्लेटले छोपेर राखेकी छु। अनि यता चाहिँ रहेको छ भैँसीको कुँडो पाकिसकेको छ। अब चाहिँ म यो लगेर भैँसीलाई लगेर दिन्छु, बाख्रालाई दिन्छु, पाडालाई दिन्छु, अनि घाँस हालेर आउँछु। अनि त्यसपछि म कपडा धुन्छु। कपडा धोएपछि फेरि खाना खाने बेला हुन्छ, खाना खाइन्छ। अनि त्यसपछि भाँडा मारिदिएपछि अब फेरि के हुन्छ हाम्रो काम हेरौँला। हाम्रो आज कोदो रोप्ने मिल चाहिँ साथीहरू बिहानको मात्रै हो है। अब दिउँसोसम्म हुने चाहिँ कोदोको बिउ हामीले काटेको थिएनौँ, दिदीले र मैले मात्रै काटेको। त्यसकारण हामीले काटेको थियौँ 1 डोको र आधा। त्यसपछि त्यतिले पुग्दैन दिउँसोभरिलाई। त्यही भएर हामीले चाहिँ बिहानको मात्रै मेलो भनेर 2 जनालाई मात्रै बोलाएको। 2 जना घरको, 2 जना बाहिरको, अनि 1 जना खन्ने। म चाहिँ घरमा खाना पकाउने, भैँसीलाई पानी दिने, कपडा धुने, भाँडा मार्ने घरमा बसेको। हाम्रा चाहिँ बाख्रा र पाठा गरेर 6वटा छन् साथीहरू है। यो रातो निपोको, सेतो निपोको, कालो निपाठी हो। कालो माउको कालै, रातो माउको रातै, सेतो माउको सेतै हो है साथीहरू। हेर्नु न आफ्नै रङको पाखन के। यहाँ चाहिँ ढुटो खाँदैछन्। अनि यहाँ चाहिँ भैँसीले पानी खाँदैछ। यो चाहिँ हाम्रो भैँसी हो। अनि यो चाहिँ हाम्रो पाठी कराइदेऊ यहीँ गर गाजलु। यसको नाम चाहिँ गाजलु है साथीहरू। पानी खाँदैछ भैँसीले, बाख्राले खाँदैछन् पानी। मैले चाहिँ बाख्रा भैँसीलाई पानी दिएर नै पराएर हालिदिइसकेँ है। खाँदैछन्, यता भैँसीले नै खाँदैछन्। यहाँ कुँडो खाँदैछन् यिनीहरूले नि, अलिकति पानी दिनुपर्छ यिनीहरूलाई नि, त्यही भएर खाँदैछन्। अब चाहिँ म कपडा धुन्छु। मैले चाहिँ कपडा पनि धोएर सुकाइसकेकी छु, देख्न सक्नुहुन्छ साथीहरू है। म चाहिँ अहिले मर्निङ घाँस काट्न जाने भनेको, घरै बसेँ। किन भन्दाखेरि म घर बस्नुपर्ने काम आयो, त्यही भएर म चाहिँ घरै बसेँ। दिदी र मम्मी चाहिँ घाँस काट्न जानुभयो, बाबा पनि जानुभयो घाँस काट्न। मेरो चाहिँ घर बस्नुपर्ने काम भएको कारण म चाहिँ घर बसेकी छु। कपडा धोइसकेपछि मैले भाँडा माझेर नै यहाँ कुटाइसकेकी छु। खाना खाएको भाँडा हो यो चाहिँ। मैले चाहिँ रोटी बनाउनको लागि घिउ झिकिसकेकी छु। अनि यतापट्टि तावा तयार गरेकी छु। र हाम्रो चाहिँ पिठो चाहिँ यस्तो भइसकेको छ। अब चाहिँ म रोटी पकाउँछु खाजाको लागि। मैले चाहिँ घिउ एड गरेँ। यहाँ चाहिँ अझै पाक्दैछ साथीहरू रोटी। यता चाहिँ मैले 5वटा बनाइसकेँ र लास्ट रोटीमा चाहिँ मैले चिनी हालेर पकाउन लागेकी छु। मिठो हुन्छ नि त, त्यही भएर मैले रोटी पकाइसकेँ है। र म अब खाना बनाउनुतर्फ लाग्छु। र आज तर्कारीमा रहेको छ न्युरो र सिमी। म चाहिँ यसलाई केलाउने पखाल्ने गर्छु। अनि त्यसपछि भात बसाल्छु। अनि त्यसपछि त्यसको तरकारी बनाउँछु। सिमी न्युरो आलु तरकारी बनाउँछु साथीहरू। मैले तरकारी केलाइकन पखालेर ठिक्क पारेकी छु। म साथीहरू घाँस काटेर पनि आइसकेर अन्त चाहिँ बहिनीले बनाएको खाजा रोटी र चिया खाँदैछु। आज अलि हामी ढिलो आयौँ के, घाँस काटेर भनेर टाढा खाऊँ नि त। अनि चाहिँ
देख्न सक्नुहुन्छ यी होइन मैले टक्क कस्तो मिठो चियाको चुस्की लिँदै मिठो आहा हामी भाइ आउनु है साथीहरू हामी चाहिँ अब गाउँघरको खाजा यस्तै हो गाउँको रोटी हो है साथीहरू तर नि एकदम क्या नरम कुनुङ कुनु कस्तो मिठो हो तँले खाएस् तरकारी छ र ए छैन है राखेका अहिले खान्थ्यो नि सात परिसक्यो खाजा साथीहरू बेलुकाको भाइब्स आएको हो है देख्न सक्नुहुन्छ पुरै ए सिटी हावालाई साथीहरू मात्रै त उसमा बस्यो त हो नि त हावा लाएर पुरै पातहरू अँट्यो नि के अरे के भन्छ यसको नाम के अरे हल्ला खान त पात त्यही भएर मैले चाहिँ तरकारीको लागि यहाँ सिमी र निउरो अनि यता चाहिँ आलु अनि यता चाहिँ प्याज काटिसकेकी छु अनि भित्र चाहिँ भात पाक्दैछ अनि यहाँ चाहिँ भात पाक्दैछ आजको भ्लग चाहिँ यति नै साथीहरू मैले चाहिँ छोटो मिठो बनाएकी छु है मैले देखाउने कुराहरू पनि केही पाइनँ तर मैले छोटो बनाएकी छु अनि आजभोलि किन हजुरहरूको माया हामीप्रति घट्दै गइरहेको कि जस्तो पनि लागिरहेको छ न हजुरहरूले न कमेन्ट गर्नुहुन्छ हामीले कुन ठाउँबाट हेरिराख्नु भएको छ साथीहरू कमेन्ट गर्नु पनि भनेका थियौँ न हजुरहरूले यो ठाउँबाट भनेर कमेन्ट गर्नुभएको छ हजुरहरूले कमेन्ट गरिदिनु होला हजुरहरूकै साथ सपोर्ट र माया हामी अघि बढ्ने हो हजुरहरूको साथ सपोर्ट र सहयोगको हामीलाई 100% आवश्यकता छ साथीहरू त्यसकारण हजुरहरूले हामीलाई साथ सपोर्ट दिनै पर्ने हुन्छ हजुरहरू हामी चाहिँ हजुरहरूको आशा भरोसामा रहेका छौँ र आजको भ्लग यति नै थ्याङ्क्स फर वाचिङ मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न पनि नबिर्सिनु होला एन्ड बाई लभ यु अल